ओलीजीको त म कुरै गर्न चाहदिनँ। उहाँमा कुनै राजनीतिक नेतृत्व र नैतिक मूल्य मान्यता भएको नेपाली राजनीतिको सबभन्दा ठुलो अपराधी मैले भन्ने गरेको छु, जसको सरकारले 76 जना मान्छेको हत्या गर्दा पनि एक शब्द त्यो व्यक्तिको मुखबाट निस्किँदैन कि मैले गल्ती गरेँ, श्रद्धाञ्जली दिन्छु, संवेदना दिन्छु। त्यो मान्छे कसरी यो देशको प्रधानमन्त्री हुन सक्छ? कुनै नैतिक आधार छैन। चुनावमा यस्तो पराजय भएको छ, 7 दिन अगाडि त्यो मान्छे भन्छ आरएसपीको 6-7-8वटा भोट आउँछ, सिट आउँछ भन्छ। आफ्नै 9वटा आएछ, 9वटा कि 10वटा त्यस्तै होइन, 9वटा आएको होइन भनेपछि आफ्नै क्षेत्रमा जनताले त्यस्तो तिरस्कार गर्दिए किन? उनले दमकमा विकासका काम नगरे त होइन होला नि, गरेका छन्, मैले आफैले देखेको छु। तर कहाँ गयो त? उनी कम्युनिस्ट पार्टीका नेता। कसरी मान्छे त्यो मान्छे कम्युनिस्ट पार्टीको नेता हुन्छ? एमाले भित्रमा यो नेतृत्व परिवर्तनको जुन कुरो छ, उहाँले अस्ति नै छोडिदिए भए हुन्थ्यो। अस्ति नै महाधिवेशनमा छोडेर कसैले जिम्मा लगाइदिए भए हुन्थ्यो, सायद त्यो ग्रेसफुल हुन्थ्यो। अब चाहिँ उहाँको ग्रेसफुल हुँदैन नि, बदनामीपूर्ण बहिर्गमन, अब साह्रै बेइज्जतीपूर्ण बहिर्गमन हुन्छ उहाँको। अब हुने सम्भावना छ।